सबै मनाइसकेपछि छोड्ने क्या उता नि मनाइसकेपछि अब यतिको छ नि छोड्नेवाला जग्गा झिममा नचुकाइकन छोड्ने हामी थियौँ झिममा छोडेपछि चुकाऊ चुकेपछि त चुकिहाल्यो नि किन सुकेपछि त बोली लगाउन सकिन्छ चुका छैन नि छोडेपछि चुकाएर अनि बलि आउने भनेको सानो बाइक किन्छ कालीकोटे पनि छन् नौलेनी छन् बुढी बजु पनि छन् कालीकोटे खड्का हाम्रा हुन् भनेर उ गर्न पर्दैन 20 सका माने अर्की 20 सका 1 सकटाउँ 20 सका 1 सकटाउँ आज जन्मिँदादेखिको चलेका छन् तपाईँको आफ्नो माने गोत्रेली वंशेली भन्ने छैन यो सारा संसारी हो कालीकोटे हामीको यहाँ मात्रै होइन कालीकोटे हो संसारमै कालीकोटे संसारी तपाईँले जानेको तपाईँको हुन् मैले जानेको मेरै हुन् मैले जानेको त माने संसारमै त हामी त्यसको लागि ज्ञान जान्दिनँ कालीकोटे के हो त्यो कालीकोटे हो कालो कोट लगाउने लो परमेश्वरा कालीकोटे कुनलाई भन्छ कालीकोटे केलाई कालीकोटे भन्छ हामीले मात्रै जान्दछन् हामीले मात्रै जाने भए धामीले पनि जानेर हिँड्नु पर्यो त्यो धामीले बताइदिए पो अब नजान्नेले अब पाठी 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 जान्दैन सोध्ने अगाडि नै तोडेर जान्छौ तिमी अनि बाहिर अब कुरो गर्दाखेरि लम्बा चौडा निस्किन्छ यहाँ पूजा गर्नुपर्ने कि बाहिर जानुपर्ने तिमी त्यसो भने यहाँ किन उठाएर ल्याएको छौ 15 दिन अगाडि 15 वर्ष अगाडि गरेको थियौ किन गर्दिन त उहाँ पनि भन्नु पर्यो यहाँ पनि भन्नु पर्यो भयो यही लास्ट हो अनि त्यहाँ यो छोड्ने शर्मा धर्म जति हो सबै समाजका बोलाएर बस्छ मैले यहाँ गरेर यहाँ केही पनि छैन यहाँ जेरी हुन्छ भनेछ 1 वर्ष थपना गरे उहाँ हाम्रो दाजुको त के अरे पुखुरीमा यहाँ 10 बजे समाज त हो त मान्छेहरू दोडा पुरा हुनुपर्छ मैले अहिले पछाडी बात गर्नु दोडाले पुरा गर्छ एउटाले पुरा गर्दैन ए जान्छ जान्छ नियम नीतिले पनि गर्छ एकैदिन दुधाउनु पर्छ एकैदिन गर्नु पर्छ भने बाहुनलाई पनि साइज त्यही गर्यो बिहाको जुन चाहिँ साइज गरेको छ साइजको पऱ्यो त बाहुनले पनि भगवती माई निकाल्नै हुने थिएन कुरो तिमीले निकालिरहेको छ यहाँ कुरो चाहिँ माने अलिकति गरिरहेको छ पूजा आराम छ अनि तिमी अब बोलिराख्थ्यौ बेकारमा काटेको उठाउँदैन सबैले यहाँ जाने जाने मात्रै छ अब भन्दाखेरि जुट्छ सबैलाई कोही कम्ती छ यहाँ भन्दाखेरि सबैलाई गोडा दुख्ने पूजा गर्नेले गरिरहेछ
जानेको तिमीले सिकाइदेऊ यस्तो गर भनेर जान्ने मान्छे सबैले गरिरहेको छ जानिरहेको छ त किन सुनाउनु खोजेको आफै सुनेपछि रिस निकल्थ्यो के अरे काली निकल्यो भनेको बाहिर जान होइन पूजा करिएছে পূজারি না জানা বস্তু জানা মানুষ শিকাইতে পারবো না তর্ক করব না লাগে पोखरीको व्यक्ति मान न तर्क तर्क के हो यता মানুষই নাই কিছু বস্তু নাই माजाको त कितना তাতে একটা রোগীও আছে